यो चाहिँ स्विजरल्यान्ड डाँडा हो होइन सिङ्गापुर पार्क होइन स्विजरल्यान्ड पार्क मैले अघि पनि मैले स्विजरल्यान्डमा सिङ्गापुर भनेर आएको यहाँ के हो यो इन्द्रद होइन स्विजरल्यान्ड चाहिँ तल ऊ कहाँ ए इन्द्रद यो चाहिँ कालु पाण्डेको यो टावरनिर हामी चाहिँ यो चाहिँ स्विजरल्यान्ड पार्कै भन्नु थाल्यो तल हो पार्क चाहिँ अनि तर यहाँको क्लाइमेट चाहिँ बाबा छ कि एकदमै घाम लागिरहेको थियो होइन अहिले चाहिँ हुसो लाएर यस्तो दामी क्लाइमेट भएको छ बाफ्रे बाफ पुरा क्राउडी भएको र बस्नको लागि चाहिँ एकदम दामी छ चिल भएर बस्नको लागि चाहिँ आउन चाहने मान्छे चाहिँ यहाँ वेलकम छ सबैजनालाई होइन ल भतिज तपाईँलाई अहिलेसम्म मैले यो उनी भन्न ठानेको स्विजरल्यान्ड भने होइन स्विजरल्यान्डकै छेउछाउ यो चाहिँ कालु पाण्डेको यो पहिला एकचोटि एक्सिडेन्ट पनि भएको थियो अरे प्लेन टावरमा होइन यही टावरमा यही टावर हो त्यो चाहिँ अहिले चाहिँ नयाँ नयाँ रेस्टुरेन्ट बनाएछ पुरा काठमाडौँबाट चाहिँ 8-9 किलोमिटर हाइटमा आएपछि एकदम दामी अहिले हुसुले यो मिरालाई हुसु चाहिँ यस्तो दामी लागेछ कि बाफ्रे बाफ ल एकदम रमाइलो छ त्यो प्लेटहरू हटाइदिए पनि हुन्छ ल हाम्रो हेन्सम बोय आहा पुरै लाएर ल बाफ्रे बाफ नयाँ नयाँ रेस्टुरेन्ट पनि बन्न लागिरहेको छ यहाँ